नमस्कार। हामीले कुनै पनि व्यक्तिले लक्ष्य राख्छौं, त्यो लक्ष्यलाई चाहिँ सही दिशामा लानुपर्दछ र सही दिशामा जानको लागि चाहिँ सही समयमा हामीले चाहिँ कुनै पनि कार्यको थालनी गर्न सक्यौँ भने हामीले गर्ने कार्यहरूमा कर्महरूमा चाहिँ अब्स्ट्याकलहरू आउँदैन। त्यसको लागि आज वैशाख शुक्ल तृतीयाको दिन छ, जुन दिन शिवजी र पार्वती माताको चाहिँ शुभ विवाह भएको दिन। श्री वाल्मीकि ऋषिले वाचन गरेर गणेश भगवानले लेख्नुभएको महाभारतको सुरुवातको दिन, यसै दिनको दिन परशुराम भगवानको पनि जन्म भएको दिन र महिषासुरको वध भएको दिन। यसरी विभिन्न महत्त्वपूर्ण कार्यहरू आजको विशेष यो तिथिमा हुने हुनाले आज सूर्य ग्रह र चन्द्रमा ग्रह उच्च स्थानमा हुने हुनाले हामी प्रत्येक व्यक्तिले कुनै पनि जीवनमा महत्त्वपूर्ण कार्यहरू गर्न चाहदैछौँ। घर निर्माण होस् या कुनै व्यापार व्यवसाय सुरुवात गर्न होस् या कुनै पनि किसिमको शुभ कार्यहरू गर्न लाग्दैछ भने आजको यो दिनको लागि कुनै पनि मुहूर्त हेर्नु पर्दैन र आजको दिन यति पवित्र र यति उच्च समय छ। यस समयमा गरेका हरेक कामहरू चाहिँ कहिले पनि त्यो कामले नष्ट नहुने, त्यसले चाहिँ हामीलाई रिजल्ट ओरिएन्टेड काम दिने र लङ टर्मको लागि त्यसले रिजल्ट दिने हुनाले र यो दिन शिवजी र माता पार्वतीको विवाह भएको हुनाले यो दिन चाहिँ प्रेमको कहिले पनि अन्त्य हुँदैन। यो दिनमा गरेका कुराहरू चाहिँ जहिले पनि कालान्तरसम्म रहने हुनाले हामीले आजको दिनलाई विशेष महत्त्वको साथ लिनुपर्दछ र यस दिनमा विशेष गरेर बिहान उठेर हामीले ग्र्याटिट्युड व्यक्त गर्नुपर्दछ। यो युनिभर्सलाई, इष्टदेवलाई, पितृदेवलाई, हाम्रो परिवारलाई, हाम्रो मातापिताहरूलाई र आफ्नो जति शुभचिन्तक हुनुहुन्छ हरेक व्यक्तिले चाहिँ मेरो जीवनमा महत्त्वपूर्ण रोल खेलिरहनु भएको छ, भूमिका खेलिरहनु भएको छ। हरेक व्यक्तिलाई चाहिँ म ग्र्याटिट्युड व्यक्त गर्दछु भनेर बिहानको हामीले आँखा खुलेपछि ब्रह्म मुहुर्तमा ग्र्याटिट्युड व्यक्त गर्दै सुरुवात गरौँ र नित्य कर्म गरेर आफ्नो घरको मूल ढोकामा एउटा स्वस्तिक बनाऊ। त्यो स्वस्तिक बनाइसकेपछि एउटा पोटलीमा चाहिँ एउटा शुभ होस्, सुख शान्ति समृद्धि र ऐश्वर्य मेरो घरमा, परिवारमा र समाजमा होस् भनेर एउटा पोटली निर्माण गरौँ र 11-11 र 12-12 यो एउटा यति इम्पोर्टेन्ट टाइम छ जो चाहिँ एउटा एन्जल नम्बरको रूपमा लिइन्छ। यो समयमा चाहिँ हामीले सक्छौँ भने एउटा पहेँलो पेपरमा ग्रीन पेनले, ग्रीन मसीले चाहिँ आफ्ना लामो सास लिने र सासलाई होल्ड गर्ने, यसलाई चाहिँ सगुन क्रिया भनिन्छ। सगुन क्रियाको बेला सगुन समयमा चाहिँ हामीले आफ्नो महत्त्वपूर्ण गोलहरू चाहिँ लेख्यौँ र त्यसलाई भिजुलाइजेसन गऱ्यौँ। सम्भव छ भने लेख्ने र लेख्नलाई वातावरण मिल्दैन भने माइन्डमै भए पनि आफूले म्यानिफेस्टेसन गर्न सक्यो भने चाहिँ यो समयमा गरेको लक्ष्यहरू, गोलहरू र भिजुअलहरूले चाहिँ हाम्रो गोल अचिभमेन्टको लागि एकदम हेल्प गर्ने हुनाले आजको दिनमा चाहिँ आफ्नो महत्त्वपूर्ण लक्ष्य उद्देश्यहरूलाई चाहिँ लेख्ने र त्यसलाई चाहिँ आफ्नो पर्समा, पेपरलाई पर्समा राख्ने अथवा लकरमा लगेर राख्ने अथवा देउता कोठा, पूजा कोठामा लगेर त्यसलाई राख्न सक्यो र दैनिक रूपमा त्यो गोललाई, भिजनलाई हामीले हेर्न सक्यो भने हाम्रो लक्ष्यलाई चाहिँ त्यसले सही दिशामा जानलाई, त्यसमा भएका कमी कमजोरीहरूलाई सुधार्नका लागि र आफ्नो लक्ष्यप्रति अडिग रहनको लागि त्यसले महत्त्वपूर्ण योगदान गर्ने हुनाले र आजको दिनमा गरेका कुराहरू कहिले क्षय नहुने र जीवनमा यसले सधैँ समृद्धि, सुख शान्ति र ऐश्वर्य ल्याउने र माया प्रेमको वर्षा हुने हुनाले हामी हरेक व्यक्तिले आजको दिनलाई महत्त्वपूर्ण दिन मानेर सुरुवात गरौँ। हजुरहरूको दिन शुभ रहोस्। ओम नमः शिवाय। जय शम्भो।